So hi guys, namaste, good morning, welcome back to my YouTube channel. तपाईहरुलाई फेरि पनि मेरो च्यानलमा स्वागत छ बोजू किचनमा। त्यो ब्ल्याङ्केट चाहिँ एटलिस्ट ब्ल्याङ्केट हटाएर त बस्दा हुन्छ होला है। प्लिज ब्ल्याङ्केट चाहिँ हटाइदेऊ त मामा। प्लिज मामा ब्ल्याङ्केट हटाइदिनुस्। नानीहरु चाहिँ यहाँ अघि विपुल चाहिँ एक्जाम आज लास्ट एक्जाम गर्न गएको छ र गरिमाको चाहिँ एक्जाम फिनिश हो। अन्त हामी चाहिँ गरिमा र माछासँग एक्सर्साइज गरेर ओरेर पनि खाजा बनाउँदै थिएँ। खै नि शिवलिङ नै हटाइदिए सजी किन हटाइदिएको थियो। यहाँ चाहिँ पदमले यस्तो गर्दैछ। यहाँ चाहिँ मनको पानी आउँछ नि त यहाँ। अन्त यसरी नै कसरी देखाउँ म यसरी मनको पानी आउँछ कि अन्त त्यहाँ चाहिँ उयो हेर्नु शिवलिङ लगाएको पदमले। यहाँ चाहिँ मनको पानी हो नि त उयो हो। आमाको मन्दिरको पहिला मन्दिर थियो नि त आमाको। अनि हिजो सफा गर्दा भेटाएको थिएन। अनि यहाँ राखिदिएको उहाँ हेर न एमी ला त्यहाँ छ बोकेर उहाँ पुऱ्याएको थियो। एमी चाहिँ कहाँ छ? यहाँ छ ऊ एमी आइज ल। अब यसले बर्बाद पार्ने भयो यसले चाहिँ नि। ल ल एमी आऊ आऊ यताबाट शिवलिङ छ आऊ उयो हेर्नु नि के भएको यो यसलाई सित तँ अब घरभित्र नआइज है एमी। त खेल्नु लागि थियो। जा हिँड आइज यताबाट जाउँ उता उता घर नआइज तल मुनि कुट्टा खान्छस्। हिँड अब यो पल्के यहाँ आउनु शीतल भेटायो कि शीतल भेटायो कि यो पल्के त्यहाँ आउनु। यहाँ छु सराउन्ड भएको छ बिच हाउडा फ्रिज छुने हो। यहाँ जिम्नास्टिक हुँदैछ। नानीहरूलाई चाहिँ मैले मेरो डाइटको खाना खुवाएको उनीहरूलाई एकदमै मन परेछ। यी चप्पल आउनु ल हो तपाईँलाई देखाउँछु कस्तो बनाउँदैछु भने। मैले चाहिँ यो चिला बनाएको हिजो पनि बनाएर खाएको थिएँ पनिर ल। ए यहाँ राखेर गर्दा पनि त्यसो ब्लग है हो। चाहिँ बेसनको चिला बनाएको थिएँ। ओ माय गॉड वेयर इज एमा? वेयर इज गरिमा? के भएर फुल्ल्यौ? ला सुत्नु पर्यो म दया। सुत्नु पर्यो म दया। मान्छे रहेछ मम्मी। छिटो निक्ले को हो? छे कोही छैन हौ। बाबा चिया तातो छ तातो। दाढी काट्नु है दाढी हुन्छ। बेड छे त्यो चिला देऊ न बाबालाई। त्यो पाकेको देऊ न कस्तो तोस रोटी खान्छु भन्छ। हे बहिनी त्यो बिस्किट पस्छ यहाँले बाहिर निक्ल छिटो छिटो बाहिर निक्ल छिटो 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 बाहिर कम आउटसाइड कम बस। मेरो खुट्टा अड्किन्छ अहिले थप्रो खान्छ अहिले गरेको अर्काइदिउँ साँच्चीमै नाटक पार्नेलाई अहिले धुलो खान्छ। एमा बदमाश के पुड़िया हो तुम दोनों। क्या है ये? के हो यो? न्युट्रेला पनिर हालेको होइन? चिया दे न दादा। चिल्ला चिल्ला के हो यस्तो चिल्ला चाय प्राय त्यो भने पापा फुटे लु सभाबाट पानी घोप्टाउने तिमी होइन? छेन्नु गर न तिमी गर न चाहिँ गरेर त्यहाँ कुना कुनामा गइसक्यो क्या अहिले। गाइस यहाँ चाहिँ मैले मुन्टा केलाइसकेँ। मुन्टाको चाहिँ डाँक्ला हेर्नुहोस् हो। अन्त यहाँ हेर्नु नि फल चाहिँ यति मात्रै हेर्नु रुको। तपाईँ चाहिँ चिया बनाएर मागेर चाहिँ कस्तो दुई खेप नै खानु चिसै तताइदिँदिनँ किन रुको। भान्जीलाई
मामाको भान्जीलाई को भयो एकछिन को भयो मामाको ट्राई मात्रै खाँदैन नुनको है नुनको क्या मिठो छ जाउँ न मजाले कम्ती भोलि स्विमिङ पुल लान्छु त कम्ती खाँदैन हौ नुनको चिया भोलि स्विमिङ पुल लान्छु त अन्त किन जाने स्विमिङ पुल लान्छ भने सुनेन रतन दाले हिजो त्यत्रो दाढी काट्दैछ मामाले हो बाबाको यो दाढी कटाउनु कस्तो पाराले फकायो है मामा अब त्यो कटर सक्दा चाहिँ लुगा पनि धुइन्छ लुगा त म धोइदिइहाल्छु नि होइन मामा होइन घरवाला भनेको म सफा गर्छु रुम ल म त बिहान कति बजी उठेको 8 साढे 8 होइन कहाँ 8 बजी हौ त्यहाँदेखि यता किचनमा कति बजी 9 बजी पऱ्यो त्यहाँदेखि यता त छैन त अन्त निक्लेकै म त किचनबाट त 1 बज्यो त चिल्लो गाला भएर होला हौ सजिलो परेको है मामा त्यही त चिल्लो गाला भएर होला अलिक मिस्टेक भयो नि घाँटीको त्यो नसाइ गयो खत्तम पातला छाडा भइरहेको बुढो भएर है यहाँ गयो किलकिला गरेर गयो सत्यलाई फेरि गाडी चलाउने छ सबै हो त्यो म चाहिँ खाना बनाउँदैछु हो गाइस खाना पाक्यो हो मामाले चाहिँ यहाँ चट्ट पारेर स्यालेड रेडी पारेछ डल्ले खोर्सानी ससानी हो यहाँ चाहिँ मैले हिजो करेला भुटेको थिएँ त्यो छ हो अन्त तपाईँको यहाँ चाहिँ अब भेराइटी छ है माछाको लो हो तिते अन्त यहाँ छ मुन्टा यहाँ छ दाल यहाँ छ चिकन के चाहिँ खाने यहाँ माम पाक्दै रहेछ म चाहिँ भोग लागेर भात खानु पर्यो भनेर त मुन्टामा चाहिँ यहाँ है मामा अहिले चाहिँ नि तर नि म चाहिँ के भन्छु भने बाछी भयो भने नसोच्नुहोस् होला है भोक लागेर काँक्रा खाँदै बुझ्छु ल बरु जति सक्दो नि तपाईँको छेउछाउतिर गाउँघरतिर जतातिर पनि होइन मामा यसो गाउँमै कोही कसैको बारीमा छ भने बरु 20 रुपियाँ 30 रुपियाँ दिएर किनेर खानुहोस् है बजारबाट नल्याउनुहोस् होइन यो के भएको भन्नु त मामा भित्र चाहिँ नि त्यो जति खाने माल चाहिँ हुन्छ नि त्यो चाहिँ डल्लै खाइसकेको डाक्ला हालिदिएको रहेछ छिप्पेको होइन त्यो डाक्ला हुन्छ नि त्यस्तो हालेको रहेछ उयो गरेर त्यस्तो त पैसा तिरेपछि होइन हुनु त कति 30 रुपियाँ मुठा किनेको मैले एक मुठाको 30 रुपियाँ पनि पैसा नै हो पैसा भनेको 1 रुपियाँ पनि पैसा नै हो क्या अन्त त्यति भन्छु मुखाको कति बज्यो कति बज्छ 3:30 हो म लुगा पखालेर आउँछु सिटी फ्यान सक्छ होला है लुगा पखालेर आउँछ यहाँ चाहिँ हेर्नुहोस् नि गाइस यो चाहिँ भोलिपल्ट कन्टिन्यू गरेको भिडियो किनकि हिजो चाहिँ यताउता गरे भएन मामाले चाहिँ दिमाग चाहिँ कतिको यो चाहिँ प्लान्टमा लाउनुको लागि यो पानीको कि यो किचनको कलको यो उयो बिग्रेको थियो कि आमा मामा त है अन्त फेरि यहाँ चाहिँ हेर्नु नि यहाँ चाहिँ आइडिया चाहिँ कतिको छ भने चाहिँ नि पुस्नेका बात नै है अब चाहिँ आज चाहिँ नानीहरू इक्जाम छैन हो नो इक्जाम फिनिस ह्याप्पी डेज कमिङ भने जस्तो भयो अब तर के गर्नु गरिमाको उयो छ कम्पिटिसन चेसको चाहिँ प्र्याक्टिस छ आजदेखिको थियो अब आज जानु पाउँदैन हो भोलिदेखि चाहिँ जान्छ त्यही हो गाइस